ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः। आज म यहाँहरू समक्ष ज्योतिष ज्ञानको सन्दर्भमा केही छोटो कुराहरू राख्न गइरहेको छु। वास्तवमा ज्योतिष ज्ञान अद्वैत विद्या हो। यो प्रकाशको विद्या हो। यो देख्नेको विद्या हो। यो सुन्नेको विद्या होइन, देख्नेको विद्या हो। अब यो ज्योतिष ज्ञान हामीलाई कति आवश्यक छ भन्ने कुरा त अब बताइरहनु पर्दैन, किनकि यसको महत्त्व संसारमा उच्च नै छ। उच्च नभए भए यत्रा मानिसहरू विद्वान प्राज्ञहरू हुँदैन थियो होला ज्योतिष शास्त्रको। अब ऋषिमुनिहरूले त झन् यसको खोज गरेर निर्कुललाई निकालेका छन्। अब आज म यहाँहरू समक्ष कुण्डलिनीमा कुनै पनि अंश, कुनै पनि स्थानमा, कुण्डलीको 12औं भाग मध्येमा कुनै पनि ठाउँमा कुन ग्रह कुन ठाउँमा बस्यो भनेदेखि उच्च हुन्छ र उसले कति अंश प्राप्त गर्दछ, कति अङ्क पाउँछ, अथवा उसले कति मूल्याङ्कन हुन्छ भन्ने कुरा म यहाँहरूलाई बताउन गएको छु। कुनै पनि ग्रह कुनै पनि राशिमा बस्दाखेरि त्यो उच्च हुन्छ भनेदेखि, त्यस्तै त्यही ग्रह अर्को कुनै राशिमा बस्छ भनेदेखि त्यो नीच हुन्छ। अब उच्चमा बसेको बेला उच्च अंश नै पाउँदछ, उसले नम्बर पनि उच्चै पाउँछ। र नीच अंशमा बसेको छ भने उसले अङ्क पनि निचै पाउँदछ। त्यो म यहाँहरूलाई भन्न गइरहेको छु। जस्तै सूर्य मेष राशिमा बसेको छ भने त्यो उच्च हुन्छ। त्यसले फल पनि उच्च नै दिन्छ, ग्रह अनुसारको र उसको स्थान अनुसारको, उसको भाव अनुसारको उच्च नै फल दिन्छ र त्यसको अंश पनि 10 अंश उसले पाउँछ। उच्च अंश 10 पाउँछ। त्यस्तै सूर्य ग्रह तुला राशिमा बसेको छ भने त्यो नीच हुन्छ। नीच भएको हुनाले नीच अनुसार नै उसको फल पनि नीचै हुन्छ, त्यही अनुसार हुन्छ। अब कारक ग्रह अथवा ग्रहको स्थिति र दृष्टि, कुनै पनि ग्रहको दृष्टि अनुसार पनि त्यहाँ फरक त होला, तर पनि नीच फल दिन्छ। नीच फल दिँदा त्यसले फल बलवान हुँदैन र अंश पनि नीचै हुन्छ। त्यसको अंश पनि 10 हुन्छ। कम नम्बर दियो, यसको अर्थ नम्बर कम आयो। त्यस्तै चन्द्रमा वृष राशिमा छ भने उच्च हुन्छ। उसले अङ्क पनि 3 मात्रै दिन्छ। त्यस्तै चन्द्रमा वृश्चिक राशिमा बसेको छ भने नीच हुन्छ। त्यसले अंश पनि, उसको अंश पनि निचै अंश पनि 3 नै हुन्छ। त्यस्तै अब मङ्गल ग्रह मकर राशिमा बसेको छ भने त्यो उच्च हुन्छ र त्यसले कति अंश दिन्छ भन्दाखेरि 28 अंश दिन्छ मकर राशिले उच्च भएको बेलामा। त्यस्तै मकर राशि नीच भयो भनेदेखि मकर राशि कर्क राशिमा बसेको छ भने नीच हुन्छ र त्यसले अङ्क पनि 28 नीचा अंश दिन्छ। त्यस्तै अर्को बुध कन्या राशिमा बसेको छ भने त्यो के हुन्छ, उच्च हुन्छ, फल पनि उच्चै दिन्छ। र मीन राशिमा बसेको छ भने नीच हुन्छ, फल पनि नीचै दिन्छ। अङ्क उसको के हुन्छ भने 15 हुन्छ। नीचमा बसेको छ भने नीचा अंश अङ्क 15 हुन्छ र उच्चमा बसेको हुन्छ उच्च अंश के हुन्छ भने 15 हुन्छ। त्यस्तै बृहस्पति कर्कट राशिमा बसेको छ भने त्यो उच्च हुन्छ। बृहस्पति कर्कट राशिमा बसेको छ उच्च हुन्छ र अङ्क चाहिँ उच्च अंश 5 मात्रै हुन्छ। त्यस्तै बृहस्पति मकर राशिमा बसेको छ भने नीच हुन्छ र अंश पनि 5 मात्रै हुन्छ। त्यस्तै शुक्र मीन राशिमा बसेको भने उच्च हुन्छ, अङ्क उसले 27 दिन्छ, उच्च अंश। त्यस्तै शुक्र कन्या राशिमा बसेको छ भने नीच हुन्छ र त्यसको अंश पनि 27 हुन्छ, नीचा अंश पनि 27 हुन्छ। त्यस्तै शनि तुला राशिमा बसेको छ भने उच्च हुन्छ। तुला राशिमा शनि बसेको छ भने उच्च हुन्छ, तर अङ्क उच्च अंश कति दिन्छ भन्दाखेरि 20 दिन्छ। त्यस्तै शनि मेष राशिमा बसेको छ भने
निचो हुन्छ र त्यसको अंश पनि 20 नै निचा अंश दिन्छ। त्यस्तै राहु मिथुन राशिमा बसेको छ भने उच्च हुन्छ। राहु मिथुन राशिमा बसेको छ भने उच्च हुन्छ, त्यसको उच्च अंश 15 हुन्छ। र राहु त्यस्तै धनु राशिमा बसेको छ भने निचा अंश हुन्छ, त्यसले निचा अंश पनि 15 दिन्छ। त्यस्तै केतु धनु राशिमा बसेको छ भने उच्च हुन्छ र अङ्क पनि 15 दिन्छ, उच्च अंश 15 हुन्छ। त्यस्तै केतु मिथुन राशिमा बसेको छ भने निचो हुन्छ र अङ्क पनि उसले निचा अंश 15 दिन्छ। यसरी राशिहरू आफ्नो ठाउँमा राशिअनुसार कुनै पनि ग्रहहरू राशिअनुसार कुन ठाउँमा बसेको छ त्यही अनुसार उसको फल उच्च छ भने उच्च फल दिन्छ, निच छ भने त्यसको फल अत्यन्त कमजोर हुन्छ र अङ्क पनि कमाइदिन्छ। यसको अङ्क दिनुको अर्थ पनि त्यही नै हो कि कमजोर अङ्क दियो, कमजोर फल दियो भन्न खोजेको हो। ल, धन्यवाद।